हेलो साथीहरू, आज चाहिँ हामी सानो फ्यामिली टुरमा निस्किएका छौँ। रेडी भएर पनि हामी हिँड्नै लागिसकेका छौँ र छेमा छोरी चाहिँ यहाँ फोटो भिडियो बनाउँदै हुनुहुन्छ र आज हामी टक्सारसम्म जाने भन्ने छ। अनि टक्सारको नेवा घाँसासम्म जाने भनेर हामी हिँडिसकेका छौँ र तपाईहरु चाहिँ त्यहाँ जानुभएको छ या छैन, आज हामी कस्तो रहेछ भनेर जाँदैछौँ। फर्स्ट टाइम हो हाम्रो यात्रा टक्सार नेवा घाँसाको। अनि यो चाहिँ मेरो पहिलो भोइस कभर भिडियो ट्राई गरेको हो। मैले आजसम्म गरेको छैन। साथीहरूको देखेर रहर लागेर अनि यहाँ मेरो छोरीको बाबा छोरी म जाँदैछौँ। अनि फोटो पनि बिचमा खिच्दै गयौँ अनि टक्सारमा पुग्यौँ अनि बस्ने ठाउँ रहेछ। फाइनल्ली हामी टक्सार नेवा घाँसा आइपुगिसकेका छौँ। अब यहाँ हेर्न सक्नुहुन्छ हामी के गर्छौँ। हामी सानो भिडियो बनाउने छौँ र मेरो छोरी र छोरीको दादा चाहिँ यहाँनिर हामी भित्र प्रवेश गरिसकेका छौँ। के खाने भन्ने सल्लाह पनि गर्दैछौँ। सबैजना आफ्नै सुरमा हुनुहुन्छ। मेरो छोरी लाखे हेर्दै हुनुहुन्छ र लाखे कसरी नाच्छ भनेर पनि देखाउनुहुन्छ हो त फेरि हैट। अनि छोरी र म सबैजना आफ्नो तालमा भित्र गएपछि त कति रमाइलो। कोही टिकटक, कोही नाच्ने, कोही भिडियो बनाउने। छेमा छोरीको नाच हेर्नुहोस् है कस्तो छ राम्रो नाच्ने क्रममा हुनुहुन्छ। अनि कोही खाने, हाम्रो मनसन सर खाँदै हुनुहुन्छ। अनि हाम्रो सर फोन चलाउँदै हुनुहुन्छ। उहाँ चाहिँ नाचेको सोल्टिनीहरूको चाहिँ टिकटक जाँदैछ डान्सवाला। अनि हामीले अर्डर पनि अलिअलि गर्दै थियौँ। अनि आउँदै खाँदै पनि छौँ, नाच्दै पनि छौँ। आफ्नो छ रमाइलो। जसलाई जे गर्दा रमाइलो हुन्छ त्यही गर्दैछौँ हामी। अनि फर्कि पनि सक्यौँ त्यहाँबाट चाहिँ। अनि मेरो छोरीले त्यहाँनिर हेर्ने भनेर हामी हेर्दैछौँ के रहेछ टक्सारमा भनेर। अनि हामी चाहिँ फाइनल्ली फर्क्यौँ, घर फर्किसकेका छौँ। हजुरहरूलाई आजको मेरो भिडियो प्रतिक्रिया दिनुहोस् है।